म सरकारलाई यो समिति छानबिनको लागि अध्ययनको लागि बनाएको छ, उच्च स्तरीय बनाएको छ, त्यसको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। निश्चय पनि लोकतन्त्र गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्थाहरूमध्येको व्यवस्था हो। हामी नेपालमा पनि गणतान्त्रिक व्यवस्थामा छौँ, लोकतान्त्रिक व्यवस्थामा छौँ। लोकतन्त्रका पनि आफ्ना सीमा हुन्छन्, गणतन्त्रका आफ्ना सीमा हुन्छन् र हामी लोकतन्त्रलाई अझ सुदृढ गर्ने, दिगो बनाउने, उच्च जनताको भावना युक्त व्यवस्था बनाउने एउटै माध्यम भनेको विधि भनेको यसमा देखिएका समस्याहरूलाई बेला बेला सच्याउने, सर्भिसिङ गर्ने र यो व्यवस्थालाई अझ उत्कृष्ट बनाउने नै हो यसको विधि। त्यस अर्थमा गणतन्त्रप्रति नै विश्वास नहुनेहरू, लोकतन्त्रप्रति नै विश्वास नहुनेहरूले यो आँट गर्न सक्दैनन्, यो हिम्मत गर्न सक्दैनन्, त्यो स्वाभाविक कुरा हो। हामी आफूलाई लोकतन्त्रवादी भन्नेहरूले यसलाई हामीले जहिले पनि आफूलाई करेक्सन गर्न, आफूलाई सुधार गर्न, व्यवस्थामा प्रणालीहरूमा देखिने समस्याहरूलाई निरन्तर जनताका आलोचना भावना अनुसार यसलाई करेक्सन गर्दै परिमार्जन गर्दै जानुपर्छ भन्ने कुरा हामी विश्वास गर्दछौँ। त्यस अर्थमा भिजिट भिसा सम्बन्धी देखिएका समस्याहरूलाई अध्ययन गर्न, छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियार दुरुपयोग निवारण आयोगले छानबिन गरिराखेको छ, त्यो चाहिँ निष्पक्ष रूपले, पारदर्शी रूपले, प्रमाण र तथ्यसङ्गत होस् भन्ने हाम्रो दलको अपेक्षा रहेको छ, विश्वास पनि रहेको छ। अर्कोतिर त्यसको कार्यक्षेत्रभन्दा बाहिर पनि कैयौँ विषयहरू छन्। यस्ता प्रकरणहरूमा ट्राभल एजेन्सीहरू, म्यान पावरहरू, एयरलाइन्सहरू कैयौँ सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय नियोग त्यसमा रहेका पदाधिकारीहरू पनि चाहिँ त्यसमा चाहिँ संलग्न छन् भन्ने मिडियाहरूमा आएको छ। जनताहरूको बिचमा छलफलहरूमा, बुद्धिजीवीहरूका बिचमा छलफलहरूमा आएका छन्। यो सबै कुराहरू पनि यो उच्च स्तरीय समितिले छानबिन गर्नेछ, अध्ययन गर्नेछ। साथै राज्यका निकायहरूमा देखिएका समस्या विगतदेखि वर्तमानसम्म के हुन्, कसरी हुन्, कहाँनिर यो चाहिँ ग्रे एरिया छ जसले गर्दा विभिन्न अपराधहरू हुने गरेका छन्, यस्ता घटनाहरू हुने गरेका छन्। यो कुरोमा सत्य तथ्यपूर्ण ढङ्गले यसो अध्ययन गरोस्, छानबिन गरोस् र एउटा चाहिँ जनताको भावना अनुसार एउटा प्रतिवेदन, सुझावहरू प्रस्तुत गरोस्, हाम्रो अपेक्षा छ। र यसरी तथ्यसङ्गत ढङ्गले छानबिन भएन, यसमा चाहिँ अविश्वासहरू पैदा भयो भने निश्चय पनि सार्वजनिक रूपले जनताले निगरानी गरिराखेको छ, आलोचना हुन्छ, खण्डन हुनेछ। हामी स्वयं प्रमुख प्रतिपक्षको तर्फबाट पनि हामी निगरानी गरिरहेको